हेलो एभ्रिवान आज चाहिँ म फिसिङ जान लागिरहेको फिसिङ बेला बेलामा गइरहेको हुन्छु हैन माइन्ड फ्रेसको लागि चाहिँ मार्न त त्यस्तै हो प्रोफेसनल्ली मार्न त सकिँदैन हैन तैपनि जस्ट मनोरञ्जनको लागि र फेरि खानको लागि पनि हैन मार्ने भन्दा पनि के समात्ने अनि छोड्दिने माछा मार्न भन्न भएन जस्ट क्याच गर्ने अनि छोड्दिने अब यो राइट टाइम चाहिँ होइन माछा मार्नको लागि जस्ट भर्खरै जाडोबाट गर्मी सुरु हुँदैछ हैन तैपनि लेट्स ट्राई हेरौँ कस्तो हुन्छ हैन जस्ट टाइम पास मात्रै लाइसेन्स फिसिङ लाइसेन्स किन्नु मात्रै हो बट वी विल सी बाटोलाई पनि च्याट्ट डिभाइडर छुट्याइदिएर हैन क्या राम्रो भइरहेछ यो अहिले चाहिँ यो बाटो कस्तो भने स्प्रिङ अलमोस्ट मिड स्प्रिङ भयो नि त हैन त्यही भएर ग्रिनरी केही देखिँदैन हैन लाइक फलमा आयो भने चाहिँ यस्तो दामी हुन्छ कि यो बाटो पुरै छोड्थ्यौँ ल लेकमा पुगिन्छ त के भन्छ अरे जाडो पो हुन्छ जस्तो लाग्यो कि गाडीभित्र हो मलाई त्यस्तो तरिकाले तान्छ कि हैन अनि यो डिभाइडर हो कि हैन साइडमा गयो भने गाडी गराउँछ यता बिचमा अर्को लेनमा जान लाग्यो भने पनि गाडी गराइदिन्छ क्या यति सानो रोडमा हैन क्या म्यानेज छ के आई डोन्ट एक्सपेक्ट दिस काइन्ड अफ रोड नेपालमा चाहिँ हैन बनाउँदा त धेरै राम्रो तर एटलिस्ट बाटो बीच राम्रो खालको बीच हैन अनि त्यसपछि डिभाइडर अनि त्यसपछि बीचमा सिग्नलहरु के सिग्नलमै दिँदैन ल कर्भ छ कि हैन के छ भन्ने कुराहरुको केही सिग्नल स्टप यताउति लाइट त भएन हैन तर बेसिक त्यस्तो कुराले पनि कति एक्सिडेन्ट भइरहेको हुन्छ के फर एक्जाम्पल अब नेपाल टुरिस्ट डेस्टिनेसन भयो हैन अनि मान्छेहरु बाहिर बसेर आएपछि अथवा फरेनरहरु आइसकेपछि अनि दे हेभ टु ड्राइभ हैन अनि सिग्नलहरु भयो भने चाहिँ एकदम राम्रो हुन्थ्यो के साइनहरु केही छैन अनि त्यसपछि अब लगातार गइरहेको हुन्छ आफ्नो स्पिडमा ढ्याक्क कहाँनिर घुम्दै आउने हो अथवा कहाँनिर स्कुलहरु हुने हो हैन केही थाहा हुँदैन अनि त्यसपछि ड्याङ्ग त्यस्तो भइदिन्छ
सब मान्छेहरू के भन्छ अरे फर्किसक्यो, म चाहिँ बल्ल जाँदैछु। Oh. Bad luck. Not even. They are not knocking. It's so bad. See, guys. I think they are not, knocking. See, the earthworm is as it is. What was it? I mean, it's a very common type of food for fish, but they are not, eating. They didn't try. What they are doing? I don't know. Maybe it's breeding time. Wow, they're making good noise. Maybe it's breeding time.
कस्तै ठुलो गल्ती गरेँ गाइस है। अनलाइनबाट चाहिँ एउटा सामान मगाएको थिएँ होइन, गोप्रो ह्यान्डल। अनि मेरो गाडीमा चाहिँ भ्लग बनाउँदा चाहिँ यस्तो हाइवेमा होइन, यु कुड सी यस्तो हाइवेमा चाहिँ ठ्याक्कै गोप्रो खस्दिराखेको क्या। गोप्रो खस्यो होइन, तर यस्तो साइडमा आएर बसिदिएको के। थ्याङ्क्स गड। गोप्रोको चाहिँ यो सिसा चाहिँ भाँचिएछ होइन, अरू केही पनि भएको छैन, सिसा मात्रै भाँचिएछ। तर सिसा पाउँछ होला, केही छैन। कसैले गोप्रो केही भएन यार, चल्यो। आइम सो थ्याङ्कफुल। Oh my god. त्यस्तो स्पिडमा होइन, एक मन त लागिरहेको थियो कि यहाँ छोडेर हिँड्दिउँ जस्तो नि लागिरहेको थियो कि होइन। फेरि अर्को मन चाहिँ मेरो पछाडि कप्स रहेछ यार। फेरि अर्को मन चाहिँ कस्तो लागिरहेको थियो भन्दाखेरि होइन छोड्नु हुँदैन जस्तो नि लागिरहेको थियो कि। मेबी लकले साथ दियो भने चाहिँ क्यामेरा नकुन्चिएको पनि हुनसक्ला जस्तो नि लागिरहेको थियो कि। नभन्दै लकले साथ दियो होइन, क्यामेरा चाहिँ गाडीहरूले चाहिँ नकुन्चेको रहेछ। विचारमा गाडीले कुन्चेको भए त ओ माइ गड पछि प्याचात्तै हुन्थ्यो नि। प्रहरी मेरो छेउमा रहेछ यार, त्यही भएको हुनाले चाहिँ ब्रो पनि मोबाइलमै व्यस्त रहेछ। प्रहरी भने चाहिँ लास्टै डर लाग्छ क्या ब्रोहरू। अब हामी इन्टरनेसनल मान्छेहरूलाई चाहिँ सानो मिस्टेक हुने बित्तिकै पनि झमेलामा परिन्छ नि। सो त्यो झमेला हटाउनको लागि चाहिँ यस्तो गरिराखेको क्या। त्यही माथि गाडी फेरि मेरो गाडी अलि वाच गर्ने टाइपकै छ क्या पुलिसहरूले, हल्का मोडिफाईहरू छ नि त, त्यही भएको हुनाले। त्यही गोप्रो चाहिँ त्यस्तो भयो होइन। मैले त्यही गोप्रोबाट चाहिँ अहिले रेकर्ड गरिराखेको छु। मेरो विचारमा राम्रै खिचिराखेको छ होला, क्वालिटी चाहिँ चेक गर्न पाएको छैन, तर पनि मैले अघि अलिकति हेरेको थिएँ, राम्रै भइरहेछ जस्तो लागिरहेछ। त्यही हो, कस्तो ब्याड लक पनि एट द सेम टाइम गुड लक पनि होइन, त्यस्तो भइदियो त नि। आज यसो भ्लग बनाइदिउँ भनेर हिँडेको। अब म कहिल्यै बाहिर राख्दैन यार गोप्रो चाहिँ।